food festival where our students have done a lot of hard work. That side where our own hotel management students and teachers have done hard work, and they have made food, and they have made the dance, and they have done a lot of hard work to present their song and all. So let's at first I welcome to visit all the science exhibition, math parts, math departments and all. Then I will take you to the food come again. भएर हरेक सब्जेक्टहरुको पनि स्टलहरु राखिएको छ। त्यसमा अब यो बेसिकली चाहिँ हामीले साइन्सको प्रोजेक्टहरु यता राखेका छौं। साइन्सको चाहिँ वर्किङ मोडल पनि छ, अनि अब अरु प्रोजेक्टहरु मोडलहरु पनि छ, म्युजियम स्पेसिमेनहरु पनि छ, र हामीले एक दुईवटा चाहिँ लाइभ एक्सपेरिमेन्ट पनि राखेका छौं के यहाँ। अब जस्तै यो सिङ्किङ एन्ड फ्लोटिङको एउटा छ, अनि इभोल्युसन अफ कार्बन डाइअक्साइडको छ, र कसरी चाहिँ इन्डिकेटरहरु हाल्दाखेरि एकचोटि त्यसको कलर चेन्ज हुन्छ भनेर लाइभ डेमोन्स्ट्रेसनहरु बच्चाहरूले देखाइराखेको छ। अनि इनो भन्ने एउटा नर्मल सब्स्टेन्स जुन सबैले देखिराखेको छ, त्यसमा चाहिँ सोडियम बाइकार्बोनेट भएको हुनाले त्यसलाई चाहिँ पानीमा रिएक्सन हुने बित्तिकै, पानीमा हाल्ने बित्तिकै रिएक्सन भएर साइट्रिक एसिड र सोडियम बाइकार्बोनेटको रिएक्सन भएर कार्बन डाइअक्साइड निस्किन्छ। अनि त्यसलाई चाहिँ हामीले अलिकति म्याजिकल फर्ममा देखाउनको लागि एउटा ग्लोब पनि युज गरेको छौँ, त्यहाँ त्यस्तो छ। अनि अरूहरू स्मार्ट टेक्नोलोजीमा हाम्रो बच्चाहरूले स्मार्ट सिटीको एउटा प्रोजेक्ट बनाएको छ। त्यसै गरी एउटा स्मार्ट ग्लास भनेर छ त्यहाँ, अनि त्यो स्मार्ट ग्लास चाहिँ बेसिकली हाम्रो ब्लाइन्ड पिपलहरूलाई एकदमै हेल्पफुल हुने हिसाबले बच्चाहरूले बनाएको छ। त्यसमा चाहिँ सेन्सरहरू यसरी राखिएको छ कि अब ब्लाइन्ड पिपलहरू 1 मिटर डिस्टेन्समा यदि कुनै अब्स्ट्रक्सनहरू आयो भने त्यो बजर बजेर उनीहरूलाई चाहिँ अलिकति अलर्ट गराउने खालको एउटा टेक्नोलोजी युज भएको छ। यता स्मार्ट हाउस भनेर बच्चाहरूले बनाएको छन्, अनि यसमा चाहिँ हरेक स्मार्ट टेक्नोलोजीहरू सम्भव भएसम्म हरेक स्मार्ट टेक्नोलोजीहरू युज गरेको छ। जस्तै कोही प्रोसेसहरू आयो भने बल्ब यो अलार्म बज्ने होइन, अनि ह्युमिडिटीहरू चेक गर्ने राखेको छ। अनि किचनमा बाई चान्स यदि फायरहरू लाग्यो भने त्यहाँ त्यो फायर सेन्सरहरू आफै बजेर पानी समेत हाल्न सक्ने सिस्टम यहाँ बच्चाहरूले बनाएको छन् होइन। अनि यो अरू विभिन्न स्मार्ट टेक्नोलोजीहरू युज भएको भएर यसलाई स्मार्ट हाउसको रूपमा हामी देखाएको छौँ। यतापट्टि चाहिँ स्मार्ट किचन छ, यो चाहिँ यसकै एउटा पार्ट जस्तै छ। किचनमा यदि काम गर्दाखेरि केही गरी फायर लागिहाल्यो भने त्यसमा चाहिँ आफै त्यो बजेर बजेर सिग्नल दिएर पानी पनि अटोमेटेड गरेर पानी पनि हाल्न मिल्ने सिस्टम राखिएको छ। अनि उतापट्टिको हाम्रो रुमहरूमा चाहिँ म्युजियम स्पेसिमेनहरू छ। म्युजियम स्पेसिमेनमा प्लान्ट्सको म्युजियम स्पेसिमेन छ, अनि डिफ्रेन्ट भेराइटिज अफ फ्लावरको म्युजियम स्पेसिमेन छ। त्यसै गरी इन्सेक्ट्सको म्युजियम स्पेसिमेनहरू हामीले राखेको छौँ। त्यो बाहेक विभिन्न अप्टिकल इन्स्ट्रुमेन्टहरू जस्तै माइक्रोस्कोपको स्याम्पल छ, टेलिस्कोपको स्याम्पल छ, पेरिस्कोप टेलिस्कोपहरू राखेको छौँ। अनि एटोमिक स्ट्रक्चरहरूको धेरै मोडलहरू छ त्यसमा। अनि मेटलहरू रेडियोएक्टिभ मेटलहरूलाई कसरी प्रिजर्भ गरिन्छ भन्ने एउटा स्याम्पल पनि देखाइएको छ। अनि साथसाथै त्यहाँ चाहिँ फ्लुरिन भन्ने जुन एउटा कार्बनको एलोट्रोप्स हो त्यसलाई पनि देखाइएको छ, कसरी बन्छ होइन, कार्बनको प्रोपर्टीहरू एक्सप्लेन गरेर बच्चाहरूले त्यहाँ राखेको छ। त्यो बाहेक इलेक्ट्रिसिटीको पनि धेरैवटा हामीसँग स्याम्पलहरू छ, प्यारलल सिरिज कनेक्सनहरू अनि डोमेस्टिक वायरिङमा कसरी युज हुन्छ त्यो कुराहरू देखाइएको छ। त्यो बाहेक इन्भाइरोमेन्टसँग पनि रिलेटेड अरू धेरै प्रोजेक्टहरू छ, वाटर प्युरिफिकेसनदेखि लिएर ग्रिन हाउस इफेक्टदेखि लिएर अरू पनि थुप्रै छ। अनि एउटा अहिले राम्रो खालको प्रोजेक्ट भनेको एउटा हाइड्रोपोनिक्स छ हामीसँग। हाइड्रोपोनिक्सको चाहिँ मोडल पनि छ, र हामीले रियलमै हाइड्रोपोनिक्स 3 महिनादेखि बच्चाहरूले चाहिँ तयार पारेर राखेको एउटा हाइड्रोपोनिक्सको हाम्रो प्लान्ट नै ग्रो गराएर ल्याएको एउटा मोडल पनि छ। त्यो बाहेक अरू सानो फुटबल मोडलहरू धेरै नै छ। र यसरी नै आज हाम्रो पहिलो दिन साइन्स एक्जिबिसन गरिराखेको छ। भोलि पनि छ होइन? भोलि पनि छ, र हाम्रो चाहिँ स्टुडेन्टहरू प्यारेन्ट्सहरू धेरै हुनुभएको भएर आज चाहिँ हाम्रो अप टु क्लास 4 प्रिजीदेखि अप टु क्लास 4 को प्यारेन्ट्स र स्टुडेन्ट्सहरूलाई इन्भिटेसन गएको थियो। अब भोलि चाहिँ हाम्रो फ्रम क्लास 5 टु क्लास 12 को स्टुडेन्ट्स र प्यारेन्ट्सहरू आएर भिजिट गर्दै हुनुहुन्छ। र हाम्रो अर्को एउटा एट्र्याक्सन भनेको हामीले वाटर रकेटहरू लन्च गर्दैछौँ। हाम्रो बच्चाहरूले विभिन्न मटेरियल्सहरू लोकल्ली एभाइलेबल मटेरियल्सहरू युज गरेर वाटर रकेट भनेर बनाइराखेको थियो। हामीले आज 4-5वटा लन्च भइसकेको छ, अब अझै बाँकी छ, र भोलि पनि हामी त्यो लन्च गर्नेछौँ। र यसमा चाहिँ सबै बच्चाहरूले नै बनाएको प्रोजेक्टहरू नै छ। थ्याङ्क यू सो मच। एन्जॉय दिस बज गेम है। बज गेममा मैले विन पनि गरेको छु है।
अब खासमा अरू ठाउँमा मैले प्राइस देखिरहेको थिएँ यहाँ चाहिँ प्राइस छैन नभए यहाँ पनि मैले चक्लेट खान पाउँथेँ होइन बट सक्यो है यिनीहरूले चाहिँ राम्रो गरेको छ स्टुडेन्टहरूले चाहिँ गर 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 ट्राई गर भइसक्यो म ट्राई गरौँ 5 वटा मिलाउनु पर्छ 5 वटामा पनि तिनीहरुको 3 चान्स हुन्छ 3 चान्स ओके ल यो जिल्ला चाहिँ तिमीहरूले दिने हो कि मैले नै सेलेक्ट गर्ने हो ल समाते त ल बाबु गर त ल कुन जिल्ला म लगाइदिउँ भने त कुन जिल्ला हो यो हात हटाउ त काठमाडौँ हो काठमाडौँ चाहिँ मलाई थाहा छ है मैले जितेँ है त्यसपछि दार्चुला हुम्ला दार्चुला भनेपछि माथि माथितिर हुनुपर्ने हो यार यो हो कि यो हो है पोखर त्यसै सिकाउन पाइँदैन होला नि दुईटा है त्यसपछि परिजात सल्यान हो सल्यान भनेको आई थिङ्क त्यसै देखाउनु मिल्दैन होला ओ 3टा भयो त्यसपछि नेक्स्ट बाँकी पनि यतै होला है 4 बाबु भने त ल रसुवा भनेको काठमाडौँको माथितिर हो 5वटा मिल्यो होइन जितेँ मैले चक्लेट कतिवटा एउटा मात्र हो र हस् थ्याङ्क यू त्यही भएर यहाँ विभिन्न मानिसहरूले विभिन्न पहिरनहरू लाउँछन् उनीहरूको संस्कृति अनुसार लाउँछन् र तिनीहरूको जनसङ्ख्या चाडपर्व त्योहरू सब लेखेर उहाँहरूको चाहिँ पहिरनहरू हामीले देखाएको छ थ्याङ्क यू है त यता मोडलहरू रहेछ भेज मेन तिम्रो मन्दिरहरूको भेज मोडलहरू त्यसपछि यता नेसनल पार्क एन्ड प्रोटेक्टेड एरियाहरू पनि सिलेक्ट गरेको छ त्यहाँ पुरानो कोइनहरू पनि रहेछ है यता त पुराना कोइनहरू साँच्चै कोइन राखेर रहेछ हौ यो चाहिँ 1 रुपियाँ 2034 समय अवधिको 1 रुपियाँहरू यस्तो थियो 36 मा 2 रुपियाँ छ त्यहाँ नेपाल सांस्कृतिक सम्पदा ओके सामाजिकबाट निस्क्यौँ है त के छ डिनर छन् हेलो के छ कहाँ घुमिरहेको छ भाइले लिएर आएको कति क्लासमा भाइ दुई क्लासमा रमाइलो चाहिँ के गर्दैछ क्वालिटी पढिरहेको किताब दिएछन् तिमी नि हान्ने हो खान न अब मुखै बाङ्गो भएपछि मैले राम्रो कसरी निकाल्ने हो क्या अरे मेरो साथी है बाइक न के थाहा छ भोलि के बाइक लिएर आएको हाम्रो स्कुलको बारेमा यसो राम्रो भन्दै नि त यही कलेज गरे होइन कलेज कस्तो छ राम्रो छ एकदम राम्रो है सपोर्ट गर्न मिल्छ होइन सबै पढ्न आउनु होला एकदम राम्रो छ एजुकेसन सिस्टमदेखि लिएर पर्सनल क्यारियर एभ्रिथिङ राम्रो छ नि त स्कुलिङ एज वेल एज कलेज सबै छ होइन एकदम पढ्न आउनु होला है सबैलाई थ्याङ्क यू 60 रहेछ अलिकति गाइज के छ यता अलिकति इन्ट्रोडक्सन दिएर मलाई अलिकति भनेर यो चाहिँ गेम्स हो गेम हो खेलौँ न त खै खेल्न मिल्छ यो गाइजहरू केही छैन छैन त्यो आफ्नै नलेजको लागि हो त्यही भएर यसलाई के हो भन त ल यो चाहिँ एक्चुअली यो ब्ल्याङ्क स्पेसहरूमा चाहिँ यो सेप्सहरू कुन कुन अब मिल्छ त्यो अनुसार चाहिँ राख्नु पर्छ ट्राई गरौँ हुन्छ यो यता है त मिल्यो त्यसपछि यो यता मिल्यो है एन्ड अगेन कतिवटा साइड छ यो 3 6 2 8 वटा भनेपछि आई थिङ्क यो मिल्यो अर्को यो चाहिँ यता है एन्ड अगेन दिस विल बी हियर यो चाहिँ यता circle in the middle, triangle here, the parallelogram हो, parallelogram here, square. मिल्यो? मिल्यो। बताइछ मलाई? Thank you for your project है त। अरु के छ भित्र? म्याथ डिपार्टमेन्टको को छ यता? मलाई के भन न एकचोटि। म हैन खेल्ने छ। खेल्ने?
यता के हो खै के छैन गेमहरु छ हैन एंगल बनाउने हो ट्याच गेम खेल्नु ल 1 to 31 oh wow 1 to 31 देखि 1 to 31 देखि एउटा र्यान्डम नम्बर चुज गरिस 1 to 30 31 31 7 मलाई भन्ने हैन के मनमा नै नै हो अनि म त्यो नम्बर गेस गर्छु ल भयो त्यो नम्बर यहाँ छ कि छैन यहाँ छैन यहाँ छ कि छैन यहाँ छैन 8 हो अरे ल गेमको रुल अर्कै अर्कै छ एकचोटि फेरि ट्राई गरौँ त ल गेस गर्नु भयो यहाँ छ यहाँ छ यहाँ छ यहाँ 28 नो एक मिनट let me guess 28 नो आई एम सरी आई चोज 30 है यो चारवटैमा 30 छ है यहाँ 30 छ यहाँ हजुरले नो भनिसकेछ नि मैले एस भनेको सबैमा ओ माई ब्याड सबैमा 30 थियो है ओके लेट्स ट्राई वन्स अगेन है त यो माइक समाज चाहिँ त मलाई गाडी ओके 1 to 30 हैन त ल मैले चुज गरे मैले 25 चुज गरेको छु है त यहाँ छैन छ छैन छ 25 Yes, you are correct. Wow. Thank you guys. भाइ यहाँ मलाई चकलेट पाएन कि मैले कति मिलाइसकेँ गेमहरु हैन चकलेटै पाएन भने यता के हो खै इंग्लिशमा गइसकेँ म के छ यस्तो छ यता व्हाट द लजिक एक्सप्लेनेसन यस यसको लजिक के हो खै भाइ के छ यता के छ क्लाइनोमिटर का रेफरेन्स हो यो पार्ट अफ सर्कल भयो अब यो कोअर्डिनेट को क्वाड्रेंट 1 क्वाड्रेंट 2 क्वाड्रेंट 3 र क्वाड्रेंट 4 सो यसले चाहिँ पाइथागोरस थ्योरम प्रुभ गर्छ ओके यो चाहिँ राइट एंगल ट्रायंगलको हाइपोटेन्युस भयो यो साइडको इक्वल चाहिँ यो दुईटा साइडको स्क्वायर हुन्छ a square plus b square equals to c square सी भनेपछि के रहेछ हाइपोटेन्युस हो ओके थ्यांक यू एचपीपी युज गरे नि हुन्छ यार ओके इट्स ओके उताबाट के थियो इसके कुन गाडी थियो यता के छ खै भन्नाले अक्सिजनको सहायताले नानु मलाई एक्सप्लेन गरेर दिँदा के हुन्छ कसले गर्ने अक्सिजन पनि यसमा हुनुपर्छ लङ्स र यो हार्ट मिक्स भएले चाहिँ ब्लू ब्लड चाहिँ रेडमा अक्सिजन विशेष हैन मलाई एक्सप्लेन गर्दैन म पनि I'm sorry. Today I'm not too much. As a parent, I'm here to check this sentence. Can you explain me? ओके सो यो चाहिँ हाम्रो सर्कुलेटरी सिस्टमको वर्किङ मोडल अनि यहाँ चाहिँ हाम्रो हार्ट छ यो चाहिँ हाम्रो लङ्सको क्लेको डायग्राम हामीले यहाँ यो बक्समा अटेन त्यही भएर हामीले यो लङ्सको चाहिँ डायग्राम बनाएको छैन अनि यो रेड कलरको ब्लड इट इज नोन एज ऑक्सिनेटेड ब्लड अनि दिस ऑक्सिनेटेड एन्ड this blue color this liquid is known as deoxygenated blood but this is just a food coloring that we have made and it flows, it transfers, like we have used the syringe to show how it is how it is यो कताबाट कता पास भइराछ कुन नोडबाट कुन नोडमा गइराछ त्यो नोडहरुको नाम के होला आर्टेरी भेनहरु हुन्छ नि हैन के होला यो sorry सो सरी है त रेड ब्लड यताबाट ऑक्सिनेटेड ब्लड यताबाट गइराछ है अनि यता पास आउट भइराछ राइट त्यसपछि डिऑक्सिनेटेड ब्लड सपोज यताबाट सप्लाई गर्यो भने दिस नोडबाट जाने हो
नाम लेख्नुपर्छ यो लाइक पल्मोनरी आर्टेरीबाट पल्मोनरी भेनतिर गइरहेको छ या सर्टेन कुन चाहिँ एउटा आर्टेरी छ जसले चाहिँ डिअक्सिनेटेड ब्लड मात्र क्यारी गर्छ अक्सिनेटेड ब्लड क्यारी गर्दैन त्यस्तो खालको यति न्युट्रिय भएछ यसो बट इट्स असम है यतातिर मेडिटेसनको छ है ग्यालेरीहरू पुरै योगा ग्यालेरी फुटबल इनॉग्रेशन हो सामाजिक संसार में जब हमर अपना के स्कूल में पुस्तक में सामाजिक मात्र किताब का दिने भएका पूरा एकदम खुला सामाजिक जब विद्यार्थी के कति नहीं मिली सिखेला तो देखू आओ सबको देखो तो नाउ आई एम गोइंग टू रिक्वेस्ट आवर वेरी डायनामिक सामाजिक टीचर खुशबू मैम to explain this all and to show all the all hard work of our students. Thank you so much ma'am for this help. Namaste. So let me explain in Nepali only as it is our सामाजिक subject. So यहाँ हजुरले देख्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो काठले बनाएका सामानहरू छन् यो चाहिँ हाम्रो संग्रहालय हजुरले बाहिर देख्नुभयो होला यो चाहिँ संग्रहालय हो संग्रहालयमा भनेपछि हामीले पुराना सामानहरू हामीले पहिला प्रयोग गर्ने सामानहरू चाहिँ हामीले राखेका छौं अब हजुरले हेर्न सक्नुहुन्छ यो किताब राख्ने भयो जुन चाहिँ अब पहिला हामीले प्रयोग गर्थ्यौं यहाँ हेर्न सक्नुहुन्छ यो काठले बनाएका सामानहरू छन् भने यहाँ हजुरले हेर्न सक्नुहुन्छ यो बाँसले बनाएका सामानहरू छन् यिनीहरू चाहिँ यो पनि हजुरले देख्नुहुन्छ होला यो हाम्रो इँटा बनाउने साँचो भयो यो चाहिँ हाम्रा विद्यार्थीहरूले बनाएका यो चाहिँ माटाका केही भाँडाहरू छन् यो माटोले बनाएका छन् हजुरले यता पनि हेर्नु होला झ्यालतिर हाम्रो चाहिँ यसरी सजाएका छौं बाँसका सामानहरू हाम्रा यो लोक बाजाहरू पनि छन् यो चाहिँ हजुरले हेर्न सक्नुहुन्छ यसलाई हामीले घेरी भन्छौं है यो हाम्रो चिसो ठाउँमा लगाउँछौं हामीले यो हाम्रो मगरको पहिरन भयो यो चाहिँ मगर जातको पहिरन भयो यहाँ हेर्न सक्नुहुन्छ हजुरले यहाँ केही छन् र यो चाहिँ एउटा सानो यो मिथिला चित्रकला झल्काउने एउटा चित्र छ यहाँ चाहिँ हजुरले देख्न सक्नुभयो यहाँ पनि केही छन् हेर्नुस् त यहाँ यो चाहिँ हाम्रा बच्चाहरूले बनाएका हुन् भने यो चाहिँ खुकुरी नै हो असली नै हुन् भने यो चाहिँ हाम्रो नेवारी चाहिँ संस्कृति झल्काउने पहिरन र नेवारी समुदायबाट छन् भने यहाँ हेर्नुहोस् यो हजुरले देख्नुभयो होला यो चाहिँ कलश हो तर यो चाहिँ यहाँ हेर्नु होला यो प्लास्टिकले बनाइएको छ यो चाहिँ घरमै हो यो चाउचाउको प्लास्टिकहरूले चाहिँ बनाइएको छ भने यहाँ यो पनि हेर्नु होला यो हाम्रो यो हिमालतिर प्रयोग गरिने यसलाई चाहिँ लुकुनी भनिन्छ है अनि यहाँ हेर्नु होला माथि पनि हजुरले देख्न सक्नुहुन्छ यहाँ यो चाहिँ हाम्रा चरेसका र केही तामाका सामानहरू छन् है यो सबै हामीले पहिला प्रयोग गर्ने यो मानापाथी जुन अहिले त्यति प्रयोग हुँदैन त्यो पनि हाम्रा विद्यार्थीहरूको ल्याएका छन् यो यहाँ हेर्न सक्नुहुन्छ विभिन्न सामानहरू हजुरले देख्न सक्नुहुन्छ यहाँ पुराना यो स्टोभहरू छन् भने यहाँ पुरानो जमानामा हामीले प्रयोग गर्ने टिभी अहिले त हतपत हामीले यस्तो भेट्दैनौँ टेलिफोन रेडियोहरू छन् क्यामेराहरू अनि यो चाहिँ मन्दिरकै यो नमुना भयो यो चाहिँ यहाँ हेर्नु होला यो हजुरले देख्नु भएको छ कि छैन यसलाई चाहिँ हामीले भोटे ताजा भन्छौँ अहिले चाहिँ लगभग यो प्रयोगमा आउँदैन त्यति है र यो टुकीबत्ती पनि अब अहिले चाहिँ हाम्रो सबै ठाउँमा बत्ती पुगेको कारण चाहिँ यो टुकीबत्ती त्यति प्रयोगमा आउँदैन जुन चाहिँ पहिला प्रयोग हुन्थ्यो भने यो चाहिँ एउटा यसलाई चाहिँ साँचो भन्छौँ जुन चाहिँ यो नेवारी समुदायमा चाहिँ प्रयोग गरिन्छ यो चाहिँ बुहारी भित्राउँदाखेरि चाहिँ एउटापट्टि चाहिँ सासूले पक्रिनुहुन्छ भने अर्कोपट्टि चाहिँ बुहारीले पक्रेर चाहिँ बुहारी भित्राइने गरिन्छ योबाट यी चाहिँ केही हात हतियारहरू छन् जुन चाहिँ हाम्रो नेपाली समाजमा प्रयोग हुन्छन् अहिले पनि कति त प्रयोग नै हुन्छन् र कति चाहिँ पुराना पनि छन् जुन चाहिँ अहिले त्यति प्रयोगमा आउँदैन जस्तै यो चुलेसी हेर्नु होला यो पनि हात हतियार नै हो तर अहिले चाहिँ हामीले चुलेसी भन्दा चाहिँ चक्कु नै प्रचलित छ त्यो नै प्रयोग गर्छौँ बढी र यहाँ केही लोकबाजाकोमा हाम्रो सारङ्गी छ मादलहरू छन् डम्फुहरू यहाँ डम्फु छ यो चाहिँ पुरानोको यो लालटिनहरू भयो यो चाहिँ पुरानो जमानामा हामीले प्रयोग गर्ने लालटिनहरू भयो यहाँ हेर्नु होला यहाँ चाहिँ हाम्रो चाहिँ पुरानो जमानामा प्रयोग गर्ने पैसा पनि छ यो अब लगभग यो हामीले अहिले चाहिँ भेट्दैनौँ त्यति प्रयोगमा पनि आउँदैन यो चाहिँ यहाँ माटाका केही सामानहरू छन् र यो चाहिँ एउटा हेर्नु होला यो पृथ्वीनारायण शाह सबैले चिन्नु नै भएको होला नेपाल एकीकरण गर्ने व्यक्ति यो चाहिँ हाम्रै विद्यार्थीद्वारा नै बनाइएको हो यो
यहाँ यो दुईवटा छ। यसले चाहिँ हाम्रो यो जुन चाहिँ शुद्ध पौडी प्रथा छ त्यसलाई चाहिँ झल्काउनको लागि हाम्रो विद्यार्थीहरूले बनाएका केही नमुना छन्। यो चाहिँ हाम्रो यहाँ गौतम बुद्धको पनि यहाँ यो विद्यार्थीद्वारा नै बनाइएका हो। यहाँ चाहिँ हाम्रो यो सङ्ग्रहालयमा चाहिँ यति छ। अझै अर्को एउटा हाम्रो अर्को कक्षा पनि छ, त्यहाँ जाउँ होला। अब यता आउनु होला। यो कक्षामा चाहिँ हाम्रो विद्यार्थीहरूद्वारा निर्मित मोडल्सहरू विभिन्न थरीका यहाँ छन्। उता हामीले चाहिँ सङ्ग्रहालयको रूपमा पुराना सामानहरू देख्यौँ भने यहाँ चाहिँ अब हाम्रा विद्यार्थीहरूद्वारा नै बनाइएका सामानहरू छन्। यहाँ हेर्नु होला, हजुरहरूले सबै मोडल्सहरू सबै हाम्रा विद्यार्थीहरूद्वारा नै बनाइएका छन्। यहाँ नेपालको नक्सा पनि छ, हेर्नु होला। यो चाहिँ हाम्रो निकुञ्जको नमुना भयो। यो यता आउनु होला। यो चाहिँ हाम्रो हेर्नु त यातायातको भयो। यो चाहिँ यहाँ हजुरले चाहिँ हवाई मार्ग पनि देख्न सक्नुहुन्छ, हवाईको भयो। हाम्रो यो रज्जु मार्ग भयो। यो यहाँ चाहिँ हाम्रो बाटोको पनि यो रोडवाला पनि भयो, ट्रेनको पनि छ। यहाँ यो चाहिँ हाम्रो विभिन्न प्रकारका यातायातका साधनहरूको भयो यो नमुना। यहाँ छ हाम्रो यो, यसले चाहिँ हाम्रो यो ढुङ्गे युग, हाम्रो प्रारम्भिक युगको चाहिँ नमुना हो। यो चाहिँ यहाँ पनि हेर्नु होला। यो चाहिँ हाम्रो हामीले चाहिँ आधुनिक युगमै गर्न सक्छौँ यसलाई। यहाँ विभिन्न चार्ट्सहरू छन्। यहाँ हेर्नु होला, चार्ट पेपरमा चाहिँ विद्यार्थीहरूद्वारा बनाएका नेपालको नक्सा भयो। यहाँ हेर्नु होला, यो चाहिँ हाम्रो हिमाल, पहाड र तराई जुन चाहिँ नेपालको 3वटा भौगोलिक क्षेत्र छ त्यसको नमुना भयो। यो चाहिँ यहाँ चाहिँ विभिन्न मन्दिरहरू पनि छन्। यहाँ मन्दिरको नमुना। अब यो त हजुरले देख्नु नै भयो होला, यो चाहिँ हाम्रो ताजमहल नै भयो। यो यहाँ हाम्रो धरहराको नमुना छ। यहाँ यो हाम्रो नेपाली संस्कृति झलक। यहाँ चाहिँ हजुरले धेरै मन्दिरहरू देख्नु भएको छ। यहाँ चाहिँ यो चाहिँ विभिन्न मन्दिरका चाहिँ नमुनाहरू चाहिँ विद्यार्थीहरूद्वारा बनाएका छन्। कुनै काठले बनाएका छन् भने कुनै चाहिँ यो कार्डबोर्डले बनाएका छन्। यहाँ हेर्नु होला, यो चाहिँ नेपाली समाज भनेर यहाँ छ। यहाँ हजुरले यहाँ धेरै देख्न सक्नुहुन्छ, विद्यालय, पसलहरू, अस्पतालहरू देख्न सक्नुहुन्छ। यो चाहिँ एउटा म्यागजिनको रूपमा चाहिँ विद्यार्थीद्वारा निर्मित छ। यो चाहिँ हाम्रा प्रेरणादायक व्यक्तित्वहरू उहाँहरू चाहिँ। यो चाहिँ आधुनिक युगकै भयो। एउटा हजुरले यहाँ देख्न सक्नुहुन्छ, यो चाहिँ यो पनि हाम्रो विद्यार्थीद्वारा नै निर्मितको। यो चाहिँ एउटा खेलको रूपमा नै छ। यहाँ चाहिँ उहाँहरूले चाहिँ जो आउनुहुन्छ उहाँहरूले चाहिँ यहाँ नक्सामा र यहाँ हेरेर चाहिँ उहाँहरूले चाहिँ यो कुन चाहिँ जिल्ला हो त्यो चाहिँ उहाँहरूले पत्ता लगाउनु पर्ने हुन्छ। यो चाहिँ एउटा खेलको रूपमा छ यो। र यो पनि हाम्रो राष्ट्रिय निकुञ्जकै एउटा नमुना भयो। र हजुरले यहाँ देख्न सक्नुहुन्छ, अझै अरू यतापट्टि पनि हेर्नु होला, पनि सबै नमुनाहरू छन् यहाँ। र यहाँ चाहिँ छ हाम्रो मुद्रा, पैसा भनौँ मुद्रा जुन चाहिँ पहिला पनि धेरै पहिला यहाँ हजुरले देख्नुभयो भने सबै पुराना पैसाहरू छन् जुन चाहिँ अहिले प्रयोगमा आएको, अहिले हामीले प्रयोग गर्दैनौँ। अहिले हजुरले 1 रुपियाँ 2 रुपियाँको नोट पनि भेट्नुहुन्न। हामीले 5 रुपियाँदेखि नै हामीले अलिक बढी देख्नुभएको होला, हजुरले चलाउनुहुन्छ होला। यो चाहिँ पैसाको नमुनाहरू भयो। यो चाहिँ हाम्रो यो पिरामिडको नमुना भयो। यो जुन चाहिँ इजिप्टमा पाइन्छ। यहाँ चाहिँ हाम्रो यो सभ्यता, यो सिन्धु घाटीको सभ्यताको चाहिँ यो एउटा नमुना भयो। हाम्रो सामाजिकको चाहिँ यति नै हो। हजुरलाई राम्रो लाग्यो होला, धन्यवाद। निकै प्रख्यात कविहरू हुनुहुन्छ, लक्ष्मी प्रसाद देवकोटा, कवि शिरोमणि लेखनाथ पौडेल, अनि आदि कवि भानुभक्त आचार्य, त्यसै गरी पारिजात विष्णु कुमारी वाइबा। हाम्रो यहाँ पुस्तकालय पनि छ जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका किताबहरू राखिएको छ र इच्छुक व्यक्तिहरूले यो पढ्न सक्नुहुन्छ। त्यसै गरी हाम्रो यहाँ कक्षा 7 का केही विद्यार्थीहरूले नेपाली साहित्यकारहरूको बारेमा चाहिँ एउटा किताब तयार पार्नु भएको छ जसमा चाहिँ विभिन्न प्रसिद्ध कविहरूको बारेमा वर्णन गरिएको छ। त्यसै गरी विभिन्न कविताहरू र डाक्टर सन्दुक रोहितको जीवनीको बारेमा केही वर्णन गरिएको छ। त्यसै गरी नेपालको प्राकृतिक सुन्दरतालाई मध्यनजर गरी एउटा यो मोडल बनाउनु भएको छ, साथै यहाँ कविता पनि तयार पार्नु भएको छ।
त्यसै गरी नेपाली लोकबाजा विभिन्न व्याकरण खण्ड जस्तै सर्वनामका प्रकारहरू, शब्द पहिचान, कारक र विभक्ति जस्ता खण्डहरू पनि यहाँ प्रस्तुत गरिएको छ। त्यसै गरी यहाँ कुनै पनि काममा सफलता हासिल गर्नका लागि पहिला परिकल्पना गरेर मात्र त्यो कामलाई सफल बनाउन सकिन्छ भन्ने कुरा स्पष्ट पार्नको लागि यहाँ एउटा कथा प्रस्तुत गरिएको छ। त्यसै गरी विभिन्न अरू व्याकरण खण्डहरू जस्तै उपसर्ग, प्रत्यय, अनि पर्यायवाची शब्द, कारक र विभक्ति, लिङ्ग, पदवर्ग जस्ता व्याकरण खण्डहरू पनि हामीले यहाँ देख्न सक्छौँ। त्यसै गरी मेघ बिचुली विवाह जस्तो एकदमै प्रख्यात र प्रसिद्ध कथा पनि हामीले यहाँ 3D मोडलको मार्फतबाट यहाँ प्रस्तुत गरेका छौँ। त्यसै गरी एक वचनलाई बहुवचनमा परिणत गर्नका लागि बच्चाहरूलाई सिकाउनका लागि एउटा यो मोडल हामीले तयार पारेका छौँ। त्यसै गरी एउटा हाजिरी जवाफवाला खेल पनि हामीले खेल्न सक्छौँ, गाउँ खाने कथा पनि खेल्न सक्छौँ, अनि विभिन्न अरू चर्चित कविहरूको बारेमा पनि यहाँ विस्तृत रूपमा वर्णन गरिएको छ। लक्ष्मी प्रसाद देवकोटा, लेखनाथ पौडेल, अनि गीता त्रिपाठी, माधव प्रसाद घिमिरे, त्यसै गरी विष्णु कुमारी वाइबा पारिजात र भानुभक्त आचार्यको बारेमा पनि यहाँ वर्णन गरिएको छ। त्यसै गरी कविहरूकै बारेमा कविहरूले रचना गर्नुभएको साहित्यलाई यहाँ राखिएको छ। विष्णु कुमारी वाइबा पारिजात, अनि भूपी शेरचन, भानुभक्त आचार्य, लेखनाथ पौडेल, त्यसपछि शङ्कर लामिछाने, त्यसै गरी सिद्धिचरण श्रेष्ठ, गोपाल प्रसाद रिमाल, माधव प्रसाद घिमिरे र आदि। त्यसै गरी भीमसेन थापाको बारेमा यहाँ केही कुरा वर्णन गरिएको छ। अनि पर्यायवाची शब्दहरू, पदवर्ग, कारक, विभक्ति, अनि कालका पक्षहरू, पुरुष र त्यसका प्रकार, प्रत्यय, उपसर्ग जस्ता विभिन्न व्याकरण खण्डहरू पनि हामीले प्रस्तुत गरेका छौँ। र यहाँ मन्दिर र मन्दिरको कविताको पनि प्रदर्शन हामीले गरेका छौँ। त्यसै गरी आमा शीर्षकको कविता, स्त्रीलिङ्ग, पुल्लिङ्ग अनि सम्मान पत्रको एक नमुना हामीले यहाँ तयार पारेका छौँ। धन्यवाद। कवि लक्ष्मी प्रसाद देवकोटा, आज म हजुरहरूलाई यात्री कविता वाचन गरेर सुनाउन गइरहेको छु। कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो, कुन सामग्री पूजा गर्ने, साथ कसरी लाने हो, मानिसहरूका काँध चढी कुन देवपुरीमा जाने हो, हाडहरूका सुन्दर खम्बा, मांसपिण्डका दिवार, मस्तिष्कको यो सुनको छाना, इन्द्रियको द्वार, नशा नदीका तरल तरङ्ग, मन्दिर आफू अपार। कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरको द्वार, मनको सुन्दर सिंहासनमा जगदीश्वरको राज, चेतनको यो ज्योति हिरण्य, उसको शिरको ताज। धन्यवाद। कवि शिरोमणि लेखनाथ पौडेल, आज म गौथलीको चिरबिरी भन्ने कविता वाचन गर्न गइरहेको छु। उपर दलिनमा गौथली बस्दा, तलतिर उसको मैला खस्ता, म उठे साहसा रिसले जागी, त्यो गुण भत्काउनका लागि। धन्यवाद। भानुभक्त र म तपाईँहरूको अगाडि आज भक्तमाला भन्ने कविता वाचन गर्न गइरहेको छु। प्रतिज्ञा मैले यो यमसिद्ध गर्या, जन्मी अवता, सीताराम भजन्या छु विषयहरूमा छाडी ममता, प्रतिज्ञा सो बिर्सिकन जन धनै खोजी डुलियो, सीताराम भजन्य हो शिव शिव उसै आज भुलियो। धन्यवाद। विष्णु कुमारी वाइबा, साहित्य नाम पारिजात। म मेरो कवितामा वाचन गर्न रहेको छु मेरो आँखा। मेरो आँखामा मलाई नहेर, मेरो आँखामा अर्केको आकाश टाँगेर बस्छु। नमस्ते। के फुड ट्राई गर्नुभयो नानु? के फुड ट्राई गर्यो? मोमो र जुस। मोमो कस्तो छ? मिठो छ है। यहाँको फुडहरू खतरा मिठो भएर सबै फुड यसल्लै सकिन लागेको छ होइन नानु? तिमीले चाहिँ खान पाउने यति मात्र हो, अरू सक्दैनौ? अरू पनि ट्राई गर न है, अरू पनि ट्राई गर, सबै मिठो छ है। थ्याङ्क यू।
म्याम ब्लग बनाउँदा हुन्छ फुडको बारेमा भन्नु न सर अलिकति इन्ट्रोडक्सन दिनु म्यामको भन्नुहोस् यो एक्जिबिसन अनि फुड फेस्टिभलको दुईटैको बारेमा अलिकति भन्नुहोस् सर मेरो नाम सन्तोष खनाल हो अनि यो एक्जिबिसन एकदम राम्रो लाग्यो सबै डिफ्रेन्ट स्टलहरू पनि हेऱ्यौँ साइन्सको म्याथको अरू बच्चाहरूको पनि हेऱ्यौँ सबै राम्रो थियो र खानेकुराहरू पनि एकदम मिठो रहेछ धन्यवाद थ्याङ्क यू म्याम तपाईँलाई नि वेलकम छ अलिकति भनिदिनुहोस् न खाना खाँदै हुनुहुन्छ मिठो छ कि छैन मैले देखिरहेको छु होइन स्टलहरू सब सकिने लागिसक्यो क्या त्यो मिठो भएरै सकिने हो खासमा होइन हजुर हजुर थ्याङ्क यू Now this is our two stall. I will start from the stall first. This is our head boy, school head boy, Rajiv Khatri, and he has so much dedicated. He has so passionate in the math, and so this that how one is formed, how two is formed, 3, 4, 5. You can see in one there is only one angle, in two there is two angle, in three angle, 4 angles are there, 5 angles are there, 6 angles are there, 7 angles are there, 8 are formed by the 8 angles. Same like 9 angles, 0 no angle. There is no angle in a 0. These all are the history of the mathematics. So from where it came, how it arises from the ancient period of time. These are our students' hard work. These all are the model which we used in our classroom to teach our students to find the CSA and to find the height or to find the volume of cylinder we use in our classroom to teach our students. Like this, these all are the park which our students have made, where math can be used in our own daily life. These all are our student hard work. Now you can see the next. You can see reflection, rotation. One student is going to present and he will tell something about this all. Yeah, here we have math park, and we can see many models related to mathematics. And here are some of the models related to trigonometry, height and distance, and different angles, and a different type of formula which we can calculate various problems. Here we have a working model of height and distance. Here we can calculate the height if we measure the angle, and if we measure the base. Here is we can see the model of circle. Here we can see different parts of circle like diameter, radius, tangent line, and many more. Here we have how Pythagoras theorem was derived from. That is the thing. And here is a geometric park. Here we can see different type of shape and size, 2D shapes and 3D shapes and size, and this is all related to transformation like rotation, reflection, etc. The common example of this transformation can be given as our mirror, where we can see our own reflection. That can be taken as the example of transformation of use of transformation in our daily lives. And it is related to angles. Here is related to angles, and it is there are theorem related to angles and different types. It is considered to be as theorem park. And here we can see different functions, and we can see the model of abacus here too. It was a first computing device. It is considered to be a first computing device, and we can do various calculations. Through abacus. And here are the types of angle. We have learned acute angle. It has given as acute angle, and it was made by class 9B. Okay. Here we can see. Thank you so much, Rajiv brother. Thank you so much. It's your hard work, all dedicated, and I want to give you very best of luck for your coming SE exam tonight. Okay, give your best. Your hard work can be seen in your own life. Now let's see here. You can see in the math where students will get chance to learn. Which letters can be equally divided into two halves, or which letters which can't be divided equally into the
two halves. They can study from this all chart, and these lines are called the line of symmetry. These lines are called lines of symmetry, from where the letters can be divided into two equal half. अब अनि सुन्नु, हरदम अपना अर्के कहित रहे घर में मैथ पेर कति येते मैथ कत कत यूज कर सके त देखू त मैथ अहाँ के किचन से लक सौसे घर से लक सौसे अहाँ के पूरा देश तक पूरा एकदम ब्रह्मांड तक यूज हुए मैथ अहाँ सब तक करी मॉडल देख सके जी मैथ के. So look here how math teaches us how to be. Math ले हामीले के बनाउँछ त, what math makes us. Math ले पैसामा के गर्न सक्छ त, त्यो हामी त्यो सबै we can all look here how our students are enjoying the math by reading the fraction, by giving different structure and all. And I don't want to leave this part. Look here, this is all are the works of our students where they only studied, they are all doing the only example, solution, problem, a lot only in the copy. But our students, the students of the Pusu Sadan, they don't forget that mind is to think, where they can apply the math. That is all here. Look there, you can see their derivative house. They apply the knowledge of derivative not to solve all the problems, but what can be done by reading this all. You can all look here. Same like this, all are the model of the park. Now this is the must part. Our students used to love this all, where students get a lot of confusion. Sir, how alternate angle are equal when the lines are parallel, when the lines are not parallel? For that, our students have made this own model to make understood clearly. You can see, I am going to demonstrate this. Look here. Suppose, look here. This is one line, this is another line. When the lines are parallel, means 90 degree, their angle between these two lines is parallel 90 degree, then alter this one, both non-adjacent integrated angle are alternate angle, so it seems equal. But when the lines become non-parallel, you can see alternate angles are not equal. By using this model, students learn very nicely the relationship between the angles formed when the lines are parallel and non-parallel. Now I want to welcome in our next stall, where they have what they have studied whole year. You can see here, look here. This chart, it is very, very important chart. Our students always get confused, sir, what is the use of data representation, this all. But we teach them like that. Statistics is all about the data to be collected, to be tabulated, and at last how to present. So no, सब चीज पहले लिए तो लास्ट में अब है कति किछो ने इधर नहीं भेले ने. For that, our students knows where, how can it apply, visualize these things, and they enjoy the reading style in the Pusu Sadan school. Look there, how the biograph shows, they all are showing the chart of all. So no, मैथ पढ्बै हम अकरा बिसेर जेबै, मैथ पढ्नु हुन्छ र तपाई बिर्सनुहुन्छ एक्लिलाई, त्यो त सम्भवै छैन. यही हो, हेर्नुस् यसको कारनामाहरू मैथमा. हेर्नुस् यहाँ, यो त जति भयो नि, यो त 1 देखि लिएर 12 ब्याचलर सम्म जान्छ. यसको पढाइ त कति छ यसको त आमामा, यो त हामीलाई गुरु नै समान छ नि. Like that same way, look here, these are the different symbols. These are the different symbols using math. Now these are the famous mathematicians whose words helps to motivate our students. The only way to learn mathematics is to do mathematics. How much you try this much, that much in math, but if your hand-to-hand practice is not good, your mathematics will be not good. Look here, these all are the equations. But our students enjoy by giving the name that math teacher dance equation. Where we teach students, we know that when
two variable are equal, their equation in graph will be a straight line. So our teacher used to dance in the class to show the different equation. Our own algorithm dance. So look here, these all are the models made by our students. Their hard works all are here. Sorry. Look here, it's all. Mathematics is all about, look here, improving methods, looking of the patterns. We don't teach our students only about the book materials only, but how it can be used in the daily life. We have to our own students to measure all the boundary of our school, to measure the boundary of garden and all, and to find its area and the cost of how much water needed. So in each segment of area, that all which our students enjoy math in Puducherry in various way. They read math anywhere. Look in the ground, it sees all. It's the stones which they have used this name of tiles. They have used this all comes in the tessellation topic. So by this way, our students enjoy the math in Puducherry. You can see all their hard works and all. Now I want to show you one very good method. So we all know that 5 feet, 4 feet, that is used to measure the height of person. But now today I am going to demonstrate how mathematics measure the height. How mathematics measure the height of either very tall building also or of person also. For that I want to request Rajiv Khatri to be stand here, and I will say it down. Now on how our student learn mathematics in Puducherry. Look here, this is the projector, and by the use of this LED light, I'm going to show in head, and we'll get some angle, and by knowing the angle and the distance and using the value of 10, we can easily calculate his height. So like this, our students enjoy the learning of math in Pushpasadan. Thank you so much. And this all chant and to show this all movement. Thank you, Bikram sir. Thank you, sir. That was a use. तपाईले नि राम्रो गरिदिनु भयो सर हैन डिस्क्राइब गरिदिनु भयो म्याथको चाहिँ सबभन्दा बेस्ट लागेको छ हैन तपाईले पनि एक्सप्लेन गर्ने तरिका चाहिँ बबाल छ हैन इट्स एन्ड एभ्री एक्सप्लेन गरिदिनु भएको छ भाइले पनि सपोर्ट गरेको छ हैन यस्तो भयो सर 81 यो त हिजो झन् राम्रो थियो सर बिहान यस्तो पानी परेर सही मोडलहरु फाल्नु पर्यो हैन अब के गर्ने हामीलाई चाहिँ नेचरले धोका दिएको होइन सर भक्कर तपाईले थाहा पाउनु महाकुम्भ त सकिएको अब त्यहाँ सकिएको र उहाँ हाम्रो गंगा माताले हैन हामी त्यहाँ जान पाइनौं त्यसैले उहाँले हामीले त्यहीबाट गंगा स्नान यही गरिदिनु भएको हाम्रो सबैलाई शुद्ध बनाइदिनु भयो सबै शुद्ध बनाइदिनु त्यसको लागि गंगा माता की जय माता दी। नमस्ते सर हाम्रो स्कुलको प्रिन्सिपल पुसन स्कुलको प्रिन्सिपल आडी सर हुनुहुन्छ उहाँ नमस्कार सबैजनालाई धेरै धेरै धन्यवाद बाबुलाई। अब यो समय यस्तो भयो कि साँच्चै रसको समयमा पनि यो समय निक्ल्यो। सबैभन्दा पहिले त हामी सबैजनालाई तपाईहरुलाई यो पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुल प्राङ्गणमा स्वागत गर्न चाहन्छु र विशेष गरी यो आजको एडुकेसनल एक्जिबिसन कम फुड फेस्टिभल 2081 जसमा चाहिँ विद्यार्थी भाइ बहिनीहरूले क्लासरुममा मात्रै होइन बाहिर पनि के गर्न सक्छन् भन्ने कुरालाई चाहिँ देखाउनको निमित्त आफ्नो विभिन्न स्कुलहरु प्रयास गरेका छन्। यसमा हाम्रो शिक्षक शिक्षिकाहरूले पनि उति नै देन दिनुभएको छ। उहाँहरूले साथै रात दिन खटेर आफ्नो विद्यार्थीहरूलाई आफ्नै छोराछोरी जस्तै तरिकाले माया गरेर हैन दिनै के गर्न सकिन्छ के कुरा सिक्न सकिन्छ। विशेष गरी अहिले चाहिँ कारखानाले धेरै कुराहरू सिकाइरहेको छ। त्यो अन्तर्गत शिक्षा र प्रविधिसँग जोड्ने कुराहरू र शिक्षालाई चाहिँ जीवनसँग जोड्ने प्रयास गरेको केही एउटा प्रेजेन्टेसनहरू विद्यार्थीहरूले देखाएका छन् र जतिले भिजिट गर्नुभयो
तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र त्यसका साथसाथै आज हामीसँग फुडसल माफ गर्नु होला फुड फेस्टिभल भनेर चाहिँ विभिन्न प्रकारका फुड आइटमहरू पनि हाम्रै शिक्षकहरूको हातबाट शिक्षिकाहरूको हातबाट अनि एचएम पढ्ने होटल म्यानेजमेन्ट पढ्ने 11-12 पढ्ने विद्यार्थीहरूबाट पनि धेरै आइटमका फुडहरू चाहिँ बिक्री भएको छ र स्टलहरू लगभग धेरै नै गयो खाली पनि भइसकेको अवस्था छ तपाईँहरू हेर्न सक्नुहुन्छ र धेरै प्यारेन्ट्सहरू आउनुभयो र उहाँहरूले माया गर्नुभयो र तपाईँहरू जस्तै अरू हाम्रो एक्स विद्यार्थीहरू पनि आउनुभयो एक्स टिचरहरू पनि आउनुभयो अनि साथै कहिल्यै हत्तापत्ता नभेटिएको नाम मात्रै सुनिएको व्यक्तित्वहरू पनि सानैदेखि माया गर्नेहरूलाई पनि आज अचानक हाम्रो फेसबुकमा एड देखेर होइन अनि पोस्ट देखेर चाहिँ माया गरेर आउनु भएकोले गर्दाखेरि उहाँहरूको पनि हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौँ। आज हामीसँग हाम्रो फाउन्डर डिरेक्टर यशोदा श्रेष्ठ चाहिँ हुनुहुन्न, उहाँले पनि धेरै मिस गर्नुहुन्छ। मनिषा श्रेष्ठ पनि अमेरिकामा हुनुहुन्छ, साथै हाम्रो सानो मिस लगायतका विभिन्न अरू फ्यामिली मेम्बरहरू चाहिँ अमेरिकामा हुनुहुन्छ। उहाँहरू पनि हुनुभएको भए सायद धेरै रमाइलो हुन्थ्यो होला जस्तो लाग्छ र यहाँ भएको हाम्रो हामी सबैजना इन्जोय गरिरहेका छौँ। थ्याङ्क यू सो मच सबैजनालाई, इन्जोय गर्नु होला। यस्तै कार्यक्रममा फेरि पनि भेटौँला। थ्याङ्क यू सो मच। थ्याङ्क यू सर।